समृद्ध देवघरको सपनालाई कसरी साकार पार्न सकिन्छ भन्दा चर्चा परिचर्चा गर्न चुक्नुभएका सम्पूर्ण प्राज्ञिक व्यक्तित्वहरू, निर्णायक मण्डली, हामीहरूको प्रतिभामाथि मूल्याङ्कन गरिदिनु बस्नुभएका यी निर्णायक मण्डली, मेरा गुरुवर्गहरू, मेरा प्रतिस्पर्धी मित्र एवं अप्रतिस्पर्धी मित्रहरू, यहाँ बस्नुभएका सम्पूर्ण आदरणीय आमा बुवा एवं दाजुभाइ दिदीबहिनीहरू, सर्वप्रथम त यस वक्तित्व कला प्रतियोगिताको आयोजना गर्नुभएकोमा आयोजक परिवारलाई धन्यवाद दिन चाहन्छु र कक्षा 6 मा पढ्दै गरेको सानो बालकमा यस्तो बौद्धिक कार्यक्रममा भाग लिन दिनुभएकोमा गुरुकुलप्रतिमा आभारी छु। सभापति महोदय, नेपालको मध्य भागमा पर्ने एउटा प्रसिद्ध तीर्थस्थलको रूपमा चिनिने यो देवघर अहिलेमा रहेको अनन्त आध्यात्मिक ऊर्जा र धार्मिक सांस्कृतिक महत्त्वका कारण देवघर स्वयं एक अक्षय सम्पदा हो। देवघरको यस्तो आन्तरिक स्वरूपलाई विश्वसम्म कसरी चिनाउन सकिन्छ र सम्पन्नतासँग कसरी जोड्न सकिन्छ भनेर विचार गर्नु नै आजको यस सभाको उद्देश्य हो। सभापति महोदय, हुन त गाउँपालिकाका सबै पदाधिकारीहरूलाई थाहा होला कि देवघर कसरी विकसित हुन सक्छ। कक्षा 6 को सामाजिक विषय पढाउँदै गर्दा मेरा गुरुले भन्नुभयो कि विकास र समृद्धिका आधारहरू रहेका 4 सकारहरू हुन्छन्: शिक्षा, स्वास्थ्य, सडक र सञ्चार। त्यसपछि पार्वती गुरुले भन्नुभयो कि तिमी बसेको समाजमा यी 4 आधारहरूको स्थिति कस्तो रहेको छ पत्ता लगाऊ। त्यसपछि मैले यसो यो देवघर नगरीमा नजर डुलाएँ, त्यहाँ मैले सन्तोषजनक यी 4 आधारहरूको सन्तोषजनक प्रगति भेटिनँ। त्यसैले म चाहन्छु कि मेरा दाजुभाइ दिदीबहिनीहरू गुणस्तरीय शिक्षाको लागि हल्लिरहेको झोलुङ्गे पुल तर्दै जान जोखिममा पारेर त्यही चितवनतर्फ दौडन पर्ने बाध्यताको अन्त होस्। कोटा र शिक्षित
पनि प्रचार गर्ने गरेका छन् र धार्मिक आध्यात्मिक पर्यटनका माध्यमले अरबौं रुपियाँ कमाइरहेका छन्। तर विडम्बनाको कुरा त यो हो कि वेदमा त्यति खुलासाका साथ सेती